पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर 5 मा अवस्थित ऐतिहासिक भूमि सुस्ता अहिले नारायणी नदीको बाढीको चपेटामा परेको छ। दरिलो तटबन्ध निर्माणको काम पूरा हुन नसक्दा नारायणीको नदी सुस्तातर्फ हेलिन थालेपछि सुस्तावासी विगत 1 हप्तादेखि नारायणी नदी किनारमै अस्थायी तटबन्ध निर्माणमा खटिरहेका छन्। भारतीय अवरोधले तटबन्ध निर्माण हुन नसक्दा खिन्न भएका स्थानीयलाई अहिले अस्थायी तटबन्ध निर्माणमा तीनै तहका सरकारले साथ दिए पनि बर्खाको समय भएकाले उनीहरू चयनसँग निदाउन भने सकेका छैनन्। केही दिन अघि मात्रै स्थानीयले निर्माण गरेको अस्थायी बाँध पानीको तीव्र बहावले भत्काइदिएपछि पछिल्लो समय जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना भरतपुरले बोरामा माटो भर्ने र प्रोकोपाइन प्रविधिबाट अस्थायी तटबन्ध निर्माणको काम गरिरहेको छ। गरेर यसलाई कसरी बचाउन सकिन्छ भनेर हामीले अहिले इमर्जेन्सी फ्लड फाइटिङ वर्क्स भनेको आपतकालीन नदी नियन्त्रण कार्य गरेका छौँ र हामीले जानेसम्म बुझेसम्म यसलाई विभिन्न खालका कस्टमाइज डिजाइन गरेर र हाइब्रिड टेक्नोलोजीको प्रयोग गरेर यहाँले देख्न सक्नुहुन्छ। पहिलो चाहिँ लेयरमा हामीले चाहिँ कङ्क्रिट पर्कुपाइन राखेका छौँ र त्यो कङ्क्रिट पर्कुपाइनमा पनि ग्याबिङ छ र त्यसपछि स्यान्ड ब्याग छ, जियो ब्याग छ र दोस्रो साइडमा पछाडिपट्टि हामीले चाहिँ यो ग्याबिङका क्रेटहरू राखेका छौँ र यसमा स्यान्ड ब्याग छ, जियो ब्याग छ र नाइलन क्रेट छ र अगाडि हामीले 3 लेयरभन्दा बढी पर्कुपाइन राखेका छौँ र यसले यो भनेको इमर्जेन्सी फ्लड फाइटिङ वर्क्स हो। अहिले हामीले क्षतिलाई न्यूनीकरण गर्न मात्रै हाम्रो ध्यान केन्द्रित छ र यहाँले देख्न सक्नुहुन्छ पृष्ठभूमिमा भने जस्तै योभन्दा तल हामीले करिब 1 किलोमिटर काम गरेर नारायणी नदी बाढले सुस्ताको नामेट्न समेत गर्न सक्ने अवस्थालाई हामीले अहिले जोगाएका छौँ। सुस्ताका ओसियर खाँ विगत 1 हप्तादेखि नारायणी नदी किनारमै दिनरात बिताइरहनु भएको छ। नारायणी नदीमा आएको बाढी 1 हप्ता अगाडि सुस्ता गाउँमा पस्न थालेपछि ओसियर खाँ सहित सबै स्थानीय नदी नियन्त्रणको काममा जुटिरहेका छन्। हामी यो महिनामा एकदम त्रासमै थियौँ। यो नारायणीको चापले त सुस्तालाई धेरै नै प्रभाव पार्ने किसिमको देखिरहेको भएको मलाई लाग्छ। उहाँ फटेर यो सुस्ताको भूभागलाई कसरी जोगाउन पाए चाहिने सुस्तावासीलाई एउटा चाहिने सहयोग गर्ने किसिमको उहाँ। यसपटक नारायणी नदीले तीव्र कटान गरिरहँदा सुस्ता बगरमा परिणत हुने हो कि भन्ने चिन्ताले स्थानीयलाई सताएको छ। सुस्तामा यस वर्ष 11 करोड बढीको लागतमा सङ्घीय सरकारले जोखिमपूर्ण स्थान पहिचान गरी तटबन्ध निर्माणको काम गरेको थियो। तर नारायणीको भेल सोझिन सक्ने एउटा क्षेत्रमा तटबन्ध निर्माणले बचाए पनि अर्को क्षेत्रमा तटबन्ध निर्माणको ठेक्का भइसकेपछि भारतीय पक्षको अवरोधले काम हुन सकेको थिएन। अहिले त्यही स्थानबाट नारायणी नदीले तीव्र कटान गरिरहेको छ। स्थानीय 4 दिनसम्म उक्त स्थानमा अस्थायी तटबन्ध निर्माण गर्न खटिरहेका थिए। तर अहिले सुरक्षा निकायसहित तीनै तहका सरकारको सहयोग बढ्दै गएको अनुभूति सुस्तावासीले गर्न थालेका छन्। सुस्तावासीले बेलैमा कूटनीतिक माध्यमबाट सीमा समस्याको दिगो समाधान खोजेर नारायणी नदीमा बाढी नियन्त्रणको दरिलो संरचना निर्माण गर्न माग गरेका छन्। जलस्रोत तथा सिँचाइ व्यवस्थापन आयोजना भरतपुरले समेत केही दिन यता तीव्रताका साथ कटान रोक्ने प्रयासका काम गरिरहेको छ। झण्डै 1 करोड लागतमा आयोजनाले काम गरिरहेको छ।